आज हामी जुनेली भाउजूको सुटिङमा छौँ। खर्च धेरै हो, कसले डुबाए हेरौँ है त। के भन्न चाहनुहुन्छ सर? म यही भन्न चाहन्छु सबैजना बिहान उठौँ। होइन, तपाईँले यसो गर्दा त अर्कै बुझ्छ नि त फेरि भाषा त। त्यही भएर होइन, नयाँ कुरो के थाहा पाइयो भने हामी जुन स्पटमा पानी परेको थियो, पानी त आफ्नो ठाउँमा छ, तर बाफ पनि आयो क्या त। बाफ देखाइदिन्छ ल, हामीले चाहिँ यसलाई भन्नुपर्दा कुहिरो भन्छौँ। हामी बीच वरिष्ठ आमा हुनुहुन्छ काहीँ नखेलेको, उहाँले चाहिँ कुहिरो अरे के अरे बाफ होइन त उहाँकोलाई। तपाईँ के भन्नुहुन्छ? म त के भन्नु, बिहान चिया खाएर आएको हैन, सुटिङ भयो हैन, भात खाइयो। त्यो म त के भन्नु, उहाँको पुरा डाइलेक्ट मलाई बोल्न दिनु न। ल सुन्नु न, म त के भन्नु, 2 घण्टा मलाई सोध्नु पर्छ। त्यो तपाईँ के भन्नुहुन्छ? हजुर, तपाईँ के भन्नुहुन्छ? नमस्ते भन्न चाहन्छु म। यति हो नि तपाईँको बोली होइन, यहाँभन्दा बेसी बोल्न दिनुहुन्न भाउजूले। हाम्रो क्यामेराम्यान सर के भन्नुहुन्छ? म के भन्नु, तपाईँ जे भन्नुहुन्छ त्यो घुसारिदिन्छु म यसमा। ल, बा के भन्नुहुन्छ? हाम्रो जुनेली भाउजूको मास्टर साहब उहाँ नि हो। म जे भन्छु सत्य भन्छु। आज म लगानी गरेर डुबेकै हो। ल यति मात्र होइन, यहाँ सकियो, भित्र हुनुहुन्छ। तपाईँ के भन्नुहुन्छ त जुनेली भाउजूको कुरोमा? हजुर, सम्पूर्णमा नमस्कार। हाम्रो जुनेली भाउजूको कसले हेर्नु भएको छ? तपाईँलाई त्यति भन्नुभन्दा पहिला के बुझ्नु पर्यो भने तपाईँलाई 15,700 को मोबाइलले खिच्दैछौँ। के भन्नुहुन्छ त? म त यो मोबाइलबाट त एकदम कालो आयो होइन, भाग्यमानी, एकदमै भाग्यमानी छु। तर जुनेली भाउजू चाहिँ सबैजनाले हेरिदिनु होला, लाइक, कमेन्ट, सेयर। अनि हाम्रो कमी कमजोरी यदि छ भने औलाइदिनु होला। यही भन्नुहुन्छ होइन त? मन्जरी मिडियामा जुनेली भाउजू मन्जरी मिडियामा प्रत्येक बिहीबार 5:15 तपाईँको पालो आउँछ भन्ने ठाने होला, यहाँ छैन। तपाईँ जुनेली भाउजूको देउरानी होइन? देउरानी होइन, के भन्नुहुन्छ? अब दर्शकलाई टिकटकमा हाल्छु म। तपाईँको त टाइम मागेको 2 मिनेट कोही